यो चाहिँ जो पनि हिउँको लागि हिउँ खेल्न आउनुहुन्छ या हिउँ हुने ठाउँमा चाहिँ यात्रा गर्नुहुन्छ उहाँहरूले चाहिँ कालो चस्मा अनिवार्य नै लिएर आउनु होला, अनिवार्य नै, नभए चाहिँ हजुर हिउँ टल्केर हेर्न पनि सक्नुहुन्न। अहिले भिडियोमा चाहिँ त्यति देखिरहेको छैन हैन, तर यहाँ चाहिँ एकदम डेन्जर हिउँ टल्किन्छ। अझै यो घाम नलागेको बेलामा यस्तो छ, घाम लागेको झन् डेन्जर छ। अनि क्र्याम्प पनि अनिवार्य छ। क्र्याम्प भने चाहिँ यो जुत्तामा लगाउनको लागि एउटा काँडावाला चेन, ग्रिपवाला चाहिँ चेन पाउँछ, त्यो चाहिँ ल्याउनु होला। जो चाहिँ एबिसी ट्र्याकमा यदि हिउँ छ, हिउँ परिरहेछ भन्ने थाहा हुन्छ भने चाहिँ त्यो चाहिँ अनिवार्य गर्नु होला। अनि मजाहरू चाहिँ अलि धेरै र अलि तातो मजा ल्याउनु होला। जुत्ता एक स्टेप ठुलो लिनु होला, जस्तो हजुरलाई 40 लाग्छ भने चाहिँ 41 लिनु होला, या 42 लिँदा पनि केही भएन, किनकि मोजाको साइज अलि मोटो हुन्छ। अनि शिरमा टाउकोमा लगाउनलाई यस्तो टोपी, अनि यो मास्क, अनि हातमा लगाउनको लागि पन्जा हैन। अनि जति सक्छु स्पोर्ट आइटमलाई चाहिँ ध्यान दिनु होला। टी सर्टहरू चाहिँ धेरै लिनु पर्दैन, 3-4वटा टी सर्ट र 3टा प्यान्ट लियो भने, 4वटा टी सर्ट 3टा प्यान्ट लियो भने चाहिँ जति पनि हुन्छ। एउटा चाहिँ हावा र पानी नछिर्ने खालको ज्याकेट, त्यो भयो भने चाहिँ हजुरलाई इनफ काम गर्छ। ट्रेकिङ हिँड्ने बेलामा चाहिँ हजुरले हेभी कपडाहरू लगाएर चाहिँ हिँड्नु हुँदैन, पसिना आउँछ, अनि त्यो पसिना चिसो हुन्छ, अनि चिसो भइसकेपछि हजुरलाई बिरामी गर्ने, एकदम बिरामी हुने चान्सेस बढी हुन्छ। अनि अर्को मेन पोइन्ट चाहिँ हजुर हिँड्ने बेलामा चाहिँ एकदम आरामसँग सबै रुटहरू बुझेर, 2 दिन लाग्छ भने बरु 3 दिन टाइम लिनु होला। अनि प्लस ओह्रालोमा हिँड्ने बेलामा चाहिँ हजुरले एकदम बिस्तारै हिँड्नु होला, किनकि ओह्रालोमा सजिलो हुन्छ भनेर छिटो हिँड्नु भयो भने हजुर घोडा जान्छ। जुन बेला घोडा गयो त्यो टाइमदेखि हजुरको नराम्रो टाइम सुरु भयो, त्यति गाह्रो हुन्छ कि। अनि खानेकुराहरू, ब्याग चाहिँ धेरै ठुलो ब्याग नल्याउनु होला, ब्याग लिनु होला 45 to 55 kg को मात्रै, लिटरको, जसमा चाहिँ कमसे कम सामानहरू, तर मोस्ट इम्पोर्टेन्ट सामानहरू मात्रै है। सबै कुराहरू त अब यहाँ पुरै भन्न नसकिएला, तर यो चाहिँ मेन पोइन्टहरू हो। अनि पानीको बोतल